यताबाट कता पुग्छ यताबाट यता आउँछ हाम्रो प्रोरी क्या। हेलो गाइस, आज हामी साइकल पार्क के छ नाम? हेलो गाइस, साइकल पार्क आज हामी मन आएको सोलोलुसन। अरे कहना क्या चाहते हो? सोलोलुसन्समा आएका छौँ र यहाँ चाहिँ साइकल चलाउनुको लागि एकदमै ट्र्याकहरू छ है। बबाल देख्न सक्नुहुन्छ, एकदमै गजब छ है। यहाँ चाहिँ साइकलहरू ट्रेनिङ गर्नेदेखि लिएर होइन आफ्नो स्किल्सहरू सो गर्ने कुराहरूमा चाहिँ यहाँ एकदमै बेस्ट प्लेस छ। त्यसमा ठ्याक्क अगाडिबाट धरहराको दृश्य देखिन्छ। सो यही हो, हामी पनि आज मी एन्ड माई फ्रेन्ड सन्दीप सो यता साइक्लिङ गर्न आएको छौँ र लेट्स सी हेरौँ। म चाहिँ हिजै आएर एकचोटि यसो टेस्ट गरिसकेको थिएँ होइन, त्यही पनि आज पनि यसो आइदिउँ न भनेर। हिजो धिक मरेको थिएन र धेरै चाहिँ कोही चाहिँ धेरै बसेन नि यहाँ, जम्मा 5 मिनट मात्रै होला सायद, ढिलो भएर 5 मिनट मात्रै बस्यो होइन। कति 2 साढे 2 तिर थियो होला यस्तो थियो होइन। आएको थिएँ र यसो 2 राउन्ड हान्यो, 2-3 राउन्ड हानेको थियो। गाइस यहाँ चाहिँ यस्तो छ है, एकदम बेस्ट प्लेस। सो आज चाहिँ आएको छौँ ल, हामी चाहिँ यहाँ टेस्ट गर्छौँ है। यहाँ चाहिँ एकदमै धेरै साइकल गर्ने रेसरहरू, साइकल चलाउने केटाहरू आउने रहेछ रमाइलोको लागि। आज हामी त्यही सन्दर्भमा एकदम प्लेसहरू बन्दैछ बिस्तारै बिस्तारै, मन्दिरहरू टक्क होइन। कुपनटोलमा चाहिँ यो यता रहेको छ, यता चाहिँ बागमती नदी भयो टक्क यहाँ, जुन चाहिँ डोजरहरूले यहाँ चाहिँ उयो छ है, डोजरहरू खनिरहेको छ, त्यहाँ ठाउँहरू बनाइरहेको छ। कुम्बासी भत्काको ठाउँ चाहिँ रहेछ यो, यहाँ खोला छ नि त। सो केटाहरू चलाउँदैछन् होइन, हामी पनि चलाऊँ। आया मजा आउँदैन त? दामी, कस्तो लाग्यो? एकदम ल हेर गजब मजा आउँछ। दोस्तहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ साइकल छ भने, तर कति कसको साइकल लिएर आइनुहुन्छ? दोस्तहरूको साइकल लिएर आयो अगाडि न यस्तो हुरुक्क हुरुक्क। तर फ्लेक्सिबल हुनु पऱ्यो ध्यान। हेर 1 2 3 4 यसरी। मतलब बेस्ट साइकल भयो, नजर राम्रो है, गियरवाला स्मुथ साइकल, ब्रेकहरू स्पिड लाग्ने भयो एकदम बबाल। ल सन्दीपको साइकलबाट ट्राई। सो यो ठाउँमा चाहिँ म फर्स्ट टाइम गएको कारणले होला, यहाँ चाहिँ एकदमै ट्र्याकमा चलाउनु पर्ने रहेछ र मैले चाहिँ आउट अफ कन्ट्रोलमा चाहिँ मैले चलाइरहेको थिएँ। त्यसलाई चाहिँ मलाई थाहा थिएन नि त, त्यस कारणले गर्दाखेरि मैले चाहिँ आउट अफ ट्र्याकमा चलाइरहेको रहेछु। ठाउँ हेर्ने मिल्दैन। सो गाइज हामी चाहिँ गर्मी भएर स्प्राइट किनेर खाएका छौँ। लास्टै गर्मी छ, लोकेसन छैन यार। लोकेसन चाहिँ यो हो, तपाईँ देख्नु सक्नुहुन्छ टक्क। यताबाट भयो, यताबाट कता पुग्छ यताबाट यता आउँछ, यताबाट छ। गुड गर। अब हामी फेरि जाँदैछौँ साइकल खेल्न। साइकलको साइज हेरेर काट्ने हो। गाइस यहाँ चाहिँ मन्दिर पनि रहेछ है, बनाउँदै गरेको। कस्तो लागिरहेछ आएर? गर्मी, तिमी त फर्स्ट टाइम आयो है? गर्मी लागिरहेछ। फर्स्ट टाइम आयो? अनि के लाग्छ? ए ल, ऊ चाहिँ उसको फर्स्ट टाइम थियो, मेरो सेकेन्ड टाइम। हिजै आएको नि त म। यतिकै पहिला पनि आएको थिइस्? पहिला आएको थिएन। अनि कसरी थाहा भयो यहाँ बाटो कसरी थाहा? रोड भनेको छु न,
खोलाको छेउमा थियो भन्ने थाहा थियो मलाई पहिला खोलाको कसरी थाहा छेउ। भयो यहाँ हिँडेर आएर रनिङमा आएको थियो हामी यहाँ बिच त्यहाँबाट नआएर त हुँदैन हुन्छ भने टोइलेट रहेछ साँच्ची टोइलेटमा जाउँ चाबी होला भाइ लेट्स गो टोइलेट भेटायो गाइस आइरहेको थियो टोइलेट भेट्यो भगवान् खोज्दा देउता भेट्यो जस्तो देउता खोज्दा भएको ए ढुङ्गा खोज्दा देउता भेट्यो जस्तो यही हो टोइलेट सो गाइस हामी चाहिँ आइसक्यौँ होइन ल यो चाहिँ ग्याङ है गाइस ल गाइजहरू यता हेर त ल रेडी गो कुदाउ 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 जाऊ गाइस जाऊ 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 सानो भाइ जाऊ थकेर मरियो अरे कहना क्या चाहते हो र तिम्रो एक्सपिरियन्स भन के भन्ने हो र बाहिर भन् न हात दुख्या छ सो गाइस यसको चाहिँ सकलाई के भन्छ सकलाई ब्यालेन्स गर्न नसकेको कारणले यसको हात दुखिरहेको मलाई त के भएको छैन फेरि हामी प्रो रे क्या यता एकदमै खतरा स्केटिङ खतरा खेल्दा पनि हात दुख्छ साइकल खेल्दा नि एकदमै बवाल स्टन्ट के भन्छ स्केटिङ साइकल राइडरहरू छन् साइकल राइडरहरू छन् होइन मलाई किन बाहिर गान्दै त्यहीँ शङ्ख मुन्न ए ल ल ल यहाँबाट सिधै गयो भने मिल्छ होला यार हिजो बाइक त आइरहेको थियो यहाँबाट सिधै ल राम्ररी कुनै दिन भयो भने फेरि यहाँ न गाइस यता पनि हाम्रो दोस्त सुदीप पनि हामीसँग पार्टिसिपेट हुन आएको थियो र उसको काम परेको कारणले ऊ गर्दछ आहा अब एकदमै यो ठाउँ एकदम बेस्ट तिमीलाई कस्तो लाग्यो तर यहाँ अलिकति बनाउने विषयहरू छ अब होइन यो अलिकति खोला छ त्यो खोलाको नजिक भएर गराउने कहीँ हट्छ यस अब हामी लगभग एकछिनमा अब 2-4 राउन्ड हानेर अब पनि चलिदिन्छौँ र आजको एकदमै यहाँ फ्रेस भयो होइन यहाँ आएर जे पनि यो ठाउँ एकदमै बवाल छ एकचोटि डु भिजिट भन्न चाहन्छु यहाँ साइकलहरू लिएर आउनु होला एकदमै म चाहिँ मेरो साइकल चाहिँ एकदमै अलिकति नराम्रो कन्डिसन भएको कारणले त्यसले गर्दाखेरि चाहिँ अलिकति स्टन्टहरू चाहिँ हान्न पाएन बिचमा चेन झर्ने अनि निस्किने भएको कारणले गर्दाखेरि चाहिँ मेरो त्यति राम्रो चाहिँ हुन सकेन तर बेस्ट गरियो साइकल राम्रो भन्दै दामी ठाउँ छ त्यहाँबाट यता चाहिँ साइकल चलाउन लागिरहेको छु जस्तो भयो ल गाइस अब चाहिँ हामी लाग्दैछौँ घरतिर ए खुदा भाइ भ्लग बनाउँदैछ गाइस अब चाहिँ एकदमै रमाइलो भयो पार्कमा स्टन्ट साइकल स्टन्ट गर्दा आइन त सुम भाइ भिडियो त भइरहेको छ नि होइन भिडियो बनाइ यता हेर्न हेलो हाई कुदा भाइ कुदा सो गाइस हामी चाहिँ शमशान घाटमा आएको ल
मिल्दैन सिधा जान सिधा जानु मिल्दैन क्या गाइस हामी चाहिँ कहाँ थाहै छैन है फर्स्ट टाइम आएको सो गाइस पुल देख्न सक्नुहुन्छ अन्त रातो पुल हो यो भू बनाइरहेको छ साँच्ची गाइस यहाँ नेपालको खोला नाला एकदमै प्रदूषण के हदसम्म किन यस्तोमा नि लास्ट पोल छ होइन गाइस यस्तोमा लास्ट पोल नि हो नि त होइन कता हो त नि मिल्दैन होला कि उता बालाई सोधौँ न एकचोटि हेर्न आइज न फसेपछि सँगै फस्थ्यो क्या आइज है बा यताबाट जानु मिल्छ मिल्दैन साइकलले मिल्दैन है साइकल ए आइज भाइ फर्की उतै ढोकाबाट निक्लिन मिल्छ होला है होइन जाने ठाउँ छैन अरे तर हाम्रो लागि त जता यो खोटे होइन खोटेश्वर होइन नि हो सङ्गमुलको खोला हो यता कि मिल्छ ढोका त थोरै छ ठाउँमा होइन सबभन्दा अन्तिम ढोकाबाट छिर्दिने होइन यताबाट हिँड्न मजा नि अब कोही पनि छैन होइन मेन्टेन भएन भने चाहिँ एकैचोटि खाली होला यहाँ त अलिकति आउट अफ कन्ट्रोल भयो भने साँच्ची गाइसहरू खोलामा गाइस आज कस्तो रमाइलो भयो नि त तर भिडियो बनाएको छैन थाहा छैन मलाई फेरि भने कता हो भनिरहेको छ थाहा छैन भाइ कहाँबाट जान्छस् माथि चढाइदिने हो आउँछ ल गाइस ठाउँ चाहिँ रहेछ है अब वी आर गोइङ मेन रोड गाइस पसिना ल पसिना त लोद्धो हो गाइस आइरहेछ त्यति मात्र आउँछ नि है उही कि साह्रो यो डेटिङ पास पनि हो होइन अबे साले जोडी अनि यता त जोडीहरूको रहेछ ल गाइस हेर्न सक्नुहुन्छ चिल्ड्रेन पार्क सानो चिल्ड्रेन पार्क हो होइन यही हो आई डोन्ट ह्याभ माइक सो म यति बोल्छु पछि भएन भने भोइस ओभर यही हो सो गाइस अहिले पनि हामीले चट्ट यति धेरै गऱ्यौँ भएको छैन होइन यति धेरै गऱ्यौँ भएको छैन हेलो वाट्सअप म्यासेन्जर गाइस म्यासेन्जर हामी हँसी मजाक गर्दै घरतिर लाग्यो र आजको लागि यति नै कस्तो लाग्यो भ्लग हेरेर साथ सपोर्ट गरिदिनु होला है हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला यस्तै भिडियो आउने नै छ यति भन्दै आजको भ्लग यति नै थ्याङ्क यू फर वाचिङ